माइत जाउँ भनेको थियो। अब म भने बिरामी छु, कसरी गर्ने के म त सक्दिनँ केही गर्न। होइन अब के नै गर्नु छ त, अहिलेको खाना दिइहालेँ। अब फोन गरेर गरेछन् उहाँ पनि मम्मी बिरामी हुनुहुन्छ अरे भनेर जान खोजेको। बिरामी हुनुहुन्छ भने जा, अब के गर्नु। अब म पनि बिरामी छु, केही सक्दिनँ। होइन बस्नु न, तपाईँ बिरामी मान्छे हुनु भनेर चाहिँ। अनि दिदी आउने भन्नुहुँदै थियो त अनि। खै दिदी पनि आउँछ कि आउँदिन। अनि बोलाएको भनेको होइन। अनि म त दिदी आउनु रहेछन्, मलाई भाइले फोन गरेको गरेछ माइत आइजन आउँदिनस् त दिदी, मम्मी बिरामी छ, पकाएर दिने नै मान्छे भएर भनेर अनि जान खोजेको थिएँ। अब के गर्नु, जाने अब छिटो गरेर आउनु। आज नआउने आमा म, आएनन् भने दुःख सुख गरेर पकाएर खानु के। त्यहाँ चामल छँदैछ, त्यहाँ सागपात राखेको छ फ्रिजमा। अब म जान्छु, तपाईँ टाइममा खानु। छोरीले माया गरेर बुवाले हेला गरेर नभन्नु आमा, मैले यत्रो जेल गरेँ, आज एक दिन यसो माइत जान्छु भन्दा चाहिँ म गएँ है। ल त झोला त के लगाउँछ कस्तो हेर्नु, यो आमालाई यसो मम्मीलाई कोसी लाग्यो, आमालाई चाहिँ हेर्नै पर्ने। यसो यहाँ यो एउटा सेवन परास हले यसो जाडामा लाउने लुगाहरू ल्याइदिएको नि। तपाईँ बस्नु लड्नुहुन्छ त्यहाँ। सित नदुखाउनु न, छोरीहरूले ल्याइदिए आज नि तपाईँलाई पनि, बुहारीले नल्याए पनि। यसो माइत जानु परेन त।